के तपाईसँग मोबाइल छ? मोबाइल त पक्कै छ होला। मात्र 5 मिनेटको लागि भनेर टिकटक, फेसबुक खोलेको थिएँ, तर 1 घन्टा बितेको पत्तै भएन। रिल्सहरू स्क्रोल गर्दा गर्दा हातका औँलाहरू थाके, तर यी हातका औँलाहरू मोबाइलको स्क्रिनबाट हट्नै मानेनन्। अहिले लाखौँ मानिसको अवस्था यस्तै भएको छ। एकैछिन भनेर मोबाइल हेर्यो, घन्टौँ बितेको पत्तै हुँदैन। हामीले फोन चलाउँछौँ भन्ने लाग्छ, तर वास्तवमा फोनले नै हामीलाई चलाइरहेको छ र यसैले निर्णयहरू नियन्त्रण गर्न थालेको छ। हामी बिहान उठ्ने बित्तिकै पहिले आँखा मिच्दै मोबाइल हेर्छौँ र राति सुत्नु अघि पनि हामी मोबाइलको स्क्रिनमा नै हुन्छौँ। यो काम, पढाइ र मनोरञ्जनको नाममा यो अनगिन्ती स्क्रिन टाइमले हाम्रो शारीरिक, मानसिक स्वास्थ्य लगायत पारिवारिक तथा सामाजिक सम्बन्धमा समेत असर पुर्याइरहेको छ। स्क्रिन टाइम बढ्दा हामीलाई के असर हुन्छ त? चिकित्सकका अनुसार लामो समयसम्म मोबाइल हेर्दा आँखा दुख्ने, सुन्निने, टाउको दुख्ने लगायत निद्रामा समेत असर पुर्याउने गर्दछ। विश्व स्वास्थ्य सङ्गठन WHO ले पनि लामो समयसम्म मोबाइलको स्क्रिनमा बस्दा निद्रा बिथोलिने, आँखा दुख्ने, टाउको दुख्ने र मोटोपन जस्ता समस्या बढाउने चेतावनी दिएको छ। बढ्दो स्क्रिन टाइमले मानसिक समस्या समेत पुर्याउने गर्दछ। अत्याधिक गेमिङले मानिसलाई वास्तविक जीवनबाट टाढा पुर्याउने, आत्मविश्वास घटाउने र सामाजिक सम्बन्धबाट टाढा पुर्याउने जस्ता समस्या हुन सक्छ। यी खतराबाट बच्नका लागि हामीले स्क्रिन टाइमबाट टाढा हुन आवश्यक छ। त्यसका लागि कम्तीमा 2-3 घन्टा, दिनको 2-3 घन्टा हामीले मोबाइल पूर्ण रूपमा बन्द गरेर प्रकृतिसँग समय बिताउन आवश्यक छ। यसले शारीरिक तथा मानसिक रूपमा रहेको थकानलाई मेटाउन र शरीरलाई आराम गराई शारीरिक तथा मानसिक ऊर्जाहरू बढाउन मद्दत गर्दछ। यसका साथै आफूले आफ्नो दैनिक व्यवहारलाई सुधार गर्नुहोस् र अनावश्यक फोनबाट टाढा रहनुहोस्। तपाईको मोबाइलमा अनावश्यक एपका नोटिफिकेसनहरू बन्द गर्नुहोस्, किनकि ती नोटिफिकेसनले तपाईलाई स्क्रिन हेर्न बाध्य बनाउनेछन्। बालबालिकालाई सृजनात्मक काम वा अन्य शारीरिक क्रियाकलापमा लगाउनुहोस्। याद राख्नुहोस्, डिजिटल प्रविधिले हामीलाई सजिलो बनाएको छ, तर त्यसको अत्याधिक प्रयोगले मानसिक वा शारीरिक स्वास्थ्यमा असर पुर्याइरहेको छ। स्क्रिन समय घटाउनु भनेको प्रविधिबाट टाढा रहनु होइन, बरु त्यो प्रविधिलाई सन्तुलित तरिकाले हामीले चलाउनु हो।